बाजेको दारीले घोच्छ भन्छ दारीवालासँग मन पर्दैन तिमीलाई मन पर्छ नि त्यो घोचेको त कातकुती लाग्छ त यो गाला तपाईँको इफेक्ट हो कि साँच्चै केही लाउनु भएको तपाईँले इफेक्ट छैन हौ नेचुरल हो कहाँ इफेक्ट लगाउँछ खै कही लगाएको छ काठमाडौँ बस्ने मान्छे गाला यतिको नेचुरल भएको भयो हिमालतिर बस्ने केटीहरूको मात्र हुन्छ जस्तो छ है अनि म हिमालबाटै आएको त भर्खर काठमाडौँ बाँकी नै छ हिमालको पानी के तपाईँ झापातिर गएन होइन चुप्पा खाएको यता खाने गाला यति राम्रो छ उता चुप्पा खाने हो यता खाएर तपाईँलाई के भयो आज यार तपाईँलाई के भइरह हँसाउने रोग लागिरहेछ उता एउटालाई सम्झना यता अर्को बोलाइसक्यो यार तपाईँ टुल्लुको दिदी हो र टुल्लुको दिदी टुल्लुको साथी चाहिँ हो ए तपाईँको जीवनमा टुल्लु अस्ति जोडी मिलेको तपाईँ के भन्नुहोस् झन् राम्रो नि त टुल्लुले पनि हँसाउँछ म पनि हँसाउँछु झन् राम्रो हो दुवैजना मलामीको बिचमा गएर हाँस्ला यार धेरै हाँस्ने बानी पनि राम्रो होइन हौ किनभने गाला चाउरी परिन्छ भनेर बिहे गरिदिइ हाल्नुहोस् यहाँ कमेन्ट हेर्नु न बिहे गरिदिइ हाल्नुहोस् टिकटक बन्द भए पनि च्यापे जान पाल्छिन् रे ओ ठिक 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 हो सही भयो मान्छेहरू आएर छन् त्यतापट्टि हेर खुसी लाग्छ तपाईँ चाहिँ पोखरा नआउने तपाईँले कहिले बोलाउनुहुन्छ तैँले आइहाल्छु नि भोलि नै आउनुहोस् आइहाले गफे लाग्यो नआउनु यार होइन घुम्न आउनुहोस् वेलकम टु पोखरा राम्रो ठाउँ छ नि त हो नि